दिने मान्छे पनि एक दिन बरु दिएर थाक्ने छ होला, तर लिने मान्छेले मलाई भयो पुगो कहिले भन्दैन। म तपाईहरुलाई एउटा सानो एक्जाम्पल पनि दिन्छु हैन। मानिलिउ तपाईसँग यति फुल छ, चाहे यो तपाईको पैसा होस्, चाहे तपाईको यो एनर्जी होस्, अरु बाँकी केही कुरा हैन। अनि अर्को मान्छेसँग यति छ, अनि यो मान्छे आउँछ तपाईसँग हैन, अनि आफ्नो दुःख देखाउँछ, अब मलाई गाह्रो भयो भन्छ, रुन्छ, कराउँछ, अनि तपाई उसको दुःख देखिसक्नु हुँदैन। अनि के गर्नुहुन्छ तपाईले, आफूसँग भएको कुरा चाहिँ उलाई अलिकति दिनुहुन्छ हैन। अब यो मान्छेले चाहिँ के गर्छ त, यो मान्छेसँग यति कुरा भइसक्यो कि उसले यही युज गरेर आफूलाई खडा गर्न त सक्छ, तर उसले त्यसो गर्दैन। उ फेरि तपाई कहाँ धाउँछ र म्याउ म्याउ गर्न सुरु गर्छ, अनि तपाई फेरि उसको दुःख देख्न सक्नु हुँदैन। अनि तपाईले के गर्नुहुन्छ, फेरि अलिकति उलाई दिनुहुन्छ। अनि यसो गर्दा गर्दा उलाई बानी पर्छ क्या तपाईको, अनि उ आफू आफ्नो काम गर्न छोडेर तपाई कहाँ धाक्को धाइ गर्न थाल्छ, अनि तपाई दुःख देख्नु हुँदैन, फेरि उलाई यसरी दिनुहुन्छ हरेक चोटी। ल हेर्नुस् त, कम्पेरिजनमा यति धेरै थोरै भइसक्यो क्या हैन। अब तपाईको भन्दा उसको लेभल कहाँ पुगिसक्यो, तर पनि यो मान्छेले के गर्छ त, तपाईसँग भएको यो सबै कुरा चाहिँ कसरी धुतु भनेर उसको चाहनै त्यही हुन्छ क्या। दुःख तपाईले पाउनु भयो नि त अन्तिममा हैन। त्यही भएर दानी हुनु एकदमै राम्रो कुरा हो, अरूलाई गिभिङ नेचर राख्नु एकदमै राम्रो कुरा हो, तर सँगसँगै आफ्नो अवस्था के छ त, आफूलाई कतिको गाह्रो परिरहेको छ त्यो पनि निहाल्नु पर्छ। मान्छे भइसकेपछि तपाईले हरेक मान्छेको दुःख देखिराख्नु भएको छ, तर के ती मान्छेहरूले पनि तपाईको दुःख देखिरहेका छन् त?